दर्शकवृन्द नमस्कार। युट्युब च्यानल इन्फो खबरमा तपाईहरुलाई स्वागत छ। आज पनि दिनभरिका महत्त्वपूर्ण काम लाग्ने हेर्दै पर्ने समाचार। आज देशभरि के हुँदैछ? फेरि बढ्यो इन्धनको मूल्य। पेट्रोलको प्रति लिटर 202 रुपैयाँ पुग्यो। हनी ट्र्यापमा पारेर टिकटकर तुलसाले व्यवसायी चिमोरियालाई कसरी ठगिन्? शारीरिक सम्पर्कदेखि लग्जरी सामानको डिमान्ड आजको भिडियोमा। विमानस्थलको छड्के अनुगमनमा गृहमन्त्री सुदन गुरुङ। सेवाग्राहीलाई दुःख नदिन निर्देशन। अस्पतालको बेडबाटै लिन थालियो केपी ओलीको बयान। संसदमा बादलको अभिव्यक्ति। पार्टीको नीति विपरीत विष्णु पौडेलको भनाई। त्रिवी क्रिकेट मैदानको सम्झौता वैशाखमा सकिँदै नवीकरण नगर्ने पक्षमा विश्वविद्यालय। अब के हुन्छ? रासोपाले डीपी अर्याललाई सभामुखको उम्मेद्वार बनाउने। रविले दलित समुदायसँग माफी मागेपछि खगेन्द्रले भने शिर उच्च भएको छ। विगत 8 आर्थिक वर्षमा 45 जना बालिकाको बलात्कारपछि हत्या भएको खुलासा। बलात्कारपछि हत्या कमजोरी कानुनको कि कार्यान्वयन प्रक्रियाको? जनमतलाई एआई भन्नु एमालेको हारको आवेग हो, खगेन्द्र सुनारको भनाई। इन्धनको मूल्य वृद्धिले हवाई यात्रामा प्रभावित। दोब्बरले बढ्यो टिकटको मूल्य। डीपी अर्याल गृहमन्त्री हुन चाहन्थे तर बन्दैछन् सभामुख। केपी ओली पक्राउ बारे रवि लामिछानेले भने न्याय पाउने पहिलो हक शहीदकी आमाको। सरकारलाई हर्कले भने वृद्ध भत्ता विद्यार्थी संगठन। ब्रिज कोर्समा गरिएको निर्णय पुनः विचार गरियोस्। प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं, ज्ञानेन्द्र शाहीको भनाई। ज्ञानेन्द्र शाहीले भने सरकार आशाको दियो बनोस्, डडेलो बन्न नखोजे हुन्छ। जेनजी आन्दोलनमाथि शेखर कोइरालाको शंका। म त्यो विद्रोह अर्गेनिक मान्दिन। घोप्टेभिरमा मर्मत कार्य नसकिँदा मुगलिङ नागढुङ्गा सडकमा थप 3 दिन सवारी साधन बन्द हुने। ओली र लेखकलाई थप 2 दिन हिरासतमै राख्न अनुमति। ग्यासमा 416 रुपैयाँ घाटा भए पनि निगमले बढाएन नेपालमा मूल्य। रवि लामिछानेले अब वारेस मार्फत मुद्दा लड्न पाउने लगायत आज दिनभरिका मुख्य समाचार लिएर उपस्थित भइसकेका छौं। पूरा भिडियो हेर्नुहोला। तपाईहरुको विचार तलको कमेन्ट बक्समा लेख्न नछुटाउनुहोला। समाचारको सुरुमा पेट्रोलको भाव बढेको प्रसंग। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार पेट्रोल, डिजेल, मतितेल प्रति लिटर 15 रुपैयाँको दरले बढाएको छ। अब काठमाडौँ, पोखरा र दिपायलमा प्रति लिटर पेट्रोलको मूल्य 202 रुपैयाँ पुगेको छ। त्यस्तै डिजेलको मूल्य प्रति लिटर 182 रुपैयाँ पुगेको छ। एक चैतमा 15 रुपैयाँले बढाएर काठमाडौँमा पेट्रोलको मूल्य 172 र डिजेल मतितेलको मूल्य 152 रुपैयाँ पुर्याइएको थियो। 12 चैतमा फेरि 15 रुपैयाँ बढाएर काठमाडौँमा पेट्रोलको मूल्य 178 रुपैयाँ पुगेको थियो भने मतितेलको मूल्य 167 रुपैयाँ पुर्याइएको हो। त्यस्तै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनु परेको निगमले स्पष्ट पारेको छ। आजदेखि पेट्रोल पदार्थको मूल्य नेपालमा 202 रुपैयाँ प्रति लिटर पुगेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको विरोधप्रति जवाब फर्काएका छन्। बिहीबारको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन्। भदौ 23 र 24 गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गरी रवि लामिछानेले भने न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइँदैन। उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरेका छन्। त्यस्तै उनले सत्ता छाड्न परेपछि विदेशी चलखेल भनेर गरिने भाषण अब नहुने बताएका छन्। यसअघि सत्तामा रहेका दलालहरूलाई लक्षित गरी उनले भनेका छन् सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुने छैन। पारदर्शी परराष्ट्र नीति अब हुनेछ। यसले पहिले राष्ट्रहित सुनिश्चित हुनेछ। उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शिता र सुरक्षाको ग्यारेन्टी पनि गरेका छन्। त्यस्तै अर्को महत्त्वपूर्ण समाचार रहेको छ। कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको सम्झौता यही वैशाखमा सकिँदैछ। वैशाखमा सकिने उक्त सम्झौताको नवीकरण नगर्ने पक्षमा त्रिभुवन विश्वविद्यालय रहेको छ।
क्रिकेट मैदानको भाडा सम्झौता नमिलेको र विद्यालयको हित विपरीत भएको भन्दै त्यसको पुनरावलोकन गर्न त्रिभुवन विश्वविद्यालय क्रिकेट सङ्घको माग रहेको छ। सो नवीकरण नभएमा नेपाली क्रिकेट अर्को खतरामा पुग्ने सङ्केत देखिएको छ। सङ्घले ध्यानाकर्षण पत्र बुझाउँदै 7 बुँदे माग अघि सारेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट सङ्घका पूर्व अध्यक्ष तथा बागमती क्रिकेट सङ्घका निर्देशक अनिल अधिकारी प्रक्रियागत ढङ्गले यो सम्झौता हुन पर्ने बताउँछन्। हामीले खेल र खेलाडीलाई मर्कामा पार्न खोजेका होइनौँ, तर यो सम्झौता प्रक्रियागत ढङ्गले अघि बढोस् भने हाम्रो माग हो, उनले भनेका छन्। विश्वविद्यालयले कीर्तिपुर मैदानमा खेल हुँदा पढाइमा बाधा पुगेको भन्दै आपत्ति जनाएको छ। अब क्रिकेट मैदान सार्ने अथवा के गर्ने भन्ने दुविधा परेको छ। यस विषयमा तपाईहरूको धारणा तलको कमेन्ट बक्समा लेख्न नछुटाउनुहोला। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालको बेडमै बयान लिन थालेका छन्। गत भदौको 23 र 24 मा भएको जेनजी आन्दोलनको दमन गरेको कसुरमा पक्राउ परेका केपी ओली अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालको बेडमा पुगेर बयान लिन थालेका हुन्। गत शनिबार बिहानै पक्राउ परेपछि स्वास्थ्य समस्या देखाएको कारण केपी ओलीलाई त्रिवी शिक्षण अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूले अस्पताल बाहिर लैजान अनुमति नदिएपछि पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँग अस्पतालमा बयान लिन थालिएको जिल्ला सरकारी वकिल कार्यालयले हामीलाई जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको सभामुख पदको लागि उपसभापति एवं सांसद डीपी अर्याललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बिहिबारको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन्। सभामुखमा अर्यालको नाम सभापति रवि लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा पारित भएको छ। यो सँगै प्रतिनिधि सभामा रासोपा 2/3 नजिक भएकाले अर्याल निर्वाचित हुने लगभग पक्का पक्की भएको छ। त्यस्तै अर्को महत्त्वपूर्ण समाचार, ललितपुरका व्यवसायी कुमार चिमोरियालाई बलात्कारको झुटो मुद्दा लगाउने धम्की दिँदै 6 वर्षसम्म मानसिक र आर्थिक रूपमा बन्धक बनाएर ठगी गरेको देखिएको छ। 4.5 करोड रुपैयाँ नगद र अन्य जिन्सी समेत जोडेर 6 करोड 52 लाख भन्दा बढी रकम ठगी गरेको ललितपुर जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा लेखिएको छ। सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्र अनुसार प्रतिवादी तुलसा भन्ने तुलसी अधिकारीले झण्डै 6 वर्षसम्म चिमोरियालाई मानसिक र आर्थिक रूपमा बन्धक बनाएर ठगी गरेको देखिएको छ। तुलसाले व्यवसायी चिमोरियालाई जालमा पार्न र रकम असुल्न विभिन्न उपायहरू अपनाएको अभियोग पत्रमा लेखिएको छ। 2075 जेठमा गाडी हेर्ने बहानामा उनले चिमोरियालाई बुटोल बोलाएकी थिइन्। त्यहाँबाट खाजा खाने बहानामा भैरहवाको एउटा होटलमा पुर्याइन्। अभियोग पत्रमा लेखिए अनुसार होटलको कोठामा तुलसाले आफै अग्रसर भई शारीरिक सम्पर्कको वातावरण सिर्जना गरेकी थिइन्। सोही दिनको घटनालाई उनले पछि बलात्कार जबरजस्ती करणीको मुद्दा बनाउने हतियारको रूपमा प्रयोग गरेकी हुन्। शारीरिक सम्पर्कको केही समयपछि तुलसाले आफ्नो असली रूप देखाउन थालिन्। हाम्रो सम्बन्धबारे आफन्तले थाहा पाए, अब तिमी विरुद्ध प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्छु भन्दै उनले धम्क्याउन सुरु गरिन्। सामाजिक प्रतिष्ठा गुम्ने र जेल जाने डरले चिमोरियाले उनले मागेको रकम र सुविधाहरू दिन सुरु गरे। उनले नगद माग्दा कहिले भारत र चीनबाट सामान ल्याउने बहाना बनाइन् भने कहिले आफ्ना अपरिचित मान्छेहरू पठाएर व्यवसायीको अफिसबाट पैसा उठाउन लागिन्। अभियोग पत्रमा उल्लेख भए अनुसार उनले 90 लाख, 80 लाख र 40 लाख गरी पटक पटक मोटो रकम असुलेकी थिइन्। उनले व्हाट्सएपमा नोटको अर्धकट्टी कोड पठाएर सोही अनुसारको पैसा भुक्तानी गर्न लगाउँथिन्। नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेलले संसदीय दलका नेता रामबहादुर थापा बादलले बिहिबार संसदमा दिएको अभिव्यक्ति पार्टीको नीति र मान्यता विपरीत भएको बताएका छन्। बिहिबार प्रतिनिधि सभा बैठकमा नेता बादलले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जितलाई एआई र अल्गोरिदमको नतिजा र विदेशी शक्तिको चलखेल भनेर टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको बेला पौडेलले सामाजिक सञ्जालमा बादलको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यो पार्टीको आधिकारिक धारणा नभएको उनले बताएका छन्। उनले लेखेका छन्, प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा एमालेको दल नेताको हैसियतले रामबहादुर थापा बादलले व्यक्त गर्नुभएको विचार पार्टीको स्थापित नीति र मान्यता विपरीत छ।
यस विषयमा पार्टीले समीक्षा गर्ने पनि पौडेलले जानकारी दिएका छन्। शुक्रबार तय भएको एमाले केन्द्रीय सचिवालयको बैठकमा यस सम्बन्धमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय लिइने उनले बताएका छन्। त्यस्तै अर्को समाचार, गृहमन्त्री सुदन गुरुङ अनुगमनको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। पटक पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी हिजो साँझ टोली सहित विमानस्थल पुगेका छन्। सर्वसाधारणले विमानस्थलमा बारम्बार शास्ति खेप्नु परेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएका हुन्। अनुगमनको क्रममा उनले सेवाग्राहीलाई कुनै प्रकारको शास्ति नपर्ने र काम गर्न सुरक्षा निकाय र विमानस्थलका कर्मचारीलाई निर्देशन दिएका छन्। विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनु पर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले सदनबाट सरकारले दलित समुदायसँग माफी माग्नु ऐतिहासिक र सुखद क्षण भएको बताएका छन्। बिहिबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रासोपा सभापति रवि लामिछानेले रोस्टमबाटै आफ्नो नाम लिएर दलित समुदायसँग माफी मागेकोमा आभार व्यक्त गरेका छन्। वर्षौंदेखि शिर झुकाएर बसेका दलित समुदायको शिर आज नेपाल र अन्तर्राष्ट्रिय जगतमा उच्च भएको छ, सांसद सुनारले भने। 60 लाख दलितमाथि भएको अन्याय अब न्यायमा रूपान्तरित हुँदैछ। राज्यले आफ्नो गल्ती महसुस गरी माफी माग्नु र आगामी दिनमा यस्तो नदोहोर्याउने प्रतिबद्धता जनाउनु विश्वभर नै प्रशंसाको विषय बन्नेछ। सडकबाट सदनसम्मको आफ्नो यात्रालाई स्मरण गर्दै उनले हिजोका दिनमा सडकमा नेल र हटकडी लगाएर न्यायको भिख माग्ने आफू आज संसदको गरिमामय कुर्सीमा पुगेको सुनाएका छन्। त्यस्तै अर्को समाचार, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 15 रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन। प्रति सिलिन्डर 416 रुपैयाँ भन्दा बढी घाटामा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत राखेको जनाएको छ। निगमद्वारा बिहिबार जारी विज्ञप्ति अनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएको नयाँ खरिद मूल्य अनुसार निगमलाई ग्यासमा प्रति सिलिन्डर 416 रुपैयाँ 37 पैसा घाटा छ। तर सञ्चालक समितिले चैतको 20 गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य मात्रै समायोजन गरेको हो। पश्चिम एसियाको युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकाशिएको छ। ग्यासको मूल्य 416 रुपैयाँ बढे पनि नेपालमा भने अहिले मूल्य समायोजन गरिएको छैन। जति मूल्य छ त्यतिमै दिइरहेका छन्। यस विषयमा नेपाल सरकारलाई धन्यवाद दिन नछुटाउनुहोला। त्यस्तै अर्को समाचार, मध्यपूर्वका मुलुकहरूमा जारी तनावको कारण नेपाली पर्यटन क्षेत्रले मार खेपिरहेको छ। सिजनको समयमा नेपाल आउन चाहेका विदेशी पाहुना आउन सकिरहेका छैनन्। विशेष गरी अमेरिकी र युरोपियन मुलुकका पाहुना बढी प्रभावित भएको व्यवसायीले बताइरहेका छन्। नेपाल आउनको लागि विदेशी पाहुनाले अग्रिम रूपमा बुकिङ गरेको हवाई टिकट पनि धमाधम रद्द भइरहेको भन्दै हवाई कम्पनीले चिन्ता जनाएको छ। पछिल्लो समय मध्यपूर्वका मुलुकको तनावको बाछिटाको प्रभावस्वरूप नेपालमा हवाई इन्धनको मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ। हवाई इन्धनको मूल्य बढेपछि हवाई यात्रा महँगो भएको एयरलाइन्सले बताएका छन्। हवाई यात्रा महँगो हुँदै जाँदा हवाईजहाजका यात्रुहरू चिन्तित भएको एयरलाइन्सले बताएको छ। कतिपय उडानहरू मर्ज हुन सक्ने पनि उनीहरूको भनाइरहेको छ। त्यस्तै अर्को समाचार, रापरपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई 2/3 बहुमत पुर्याउन आफ्नो दल तयार भएको बताएका छन्। बिहिबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्ञानेन्द्र शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनको लागि वार्षिक 1 खर्ब रकम खर्च भइरहेको बताएका छन्। देशमा 884 जना सांसद छौं। प्रदेश संरचना पाल्न 1 खर्ब खर्च हुने अवस्था छ। राजनीतिक दलका कार्यकर्ता सेटलमेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसदबाट यही सरकारले खारेज गर्छ भने 2/3 बहुमत पुर्याउन 184 चाहिन्छ। 187 हामी पुर्याउँछौं, ज्ञानेन्द्र शाहीले भनेका छन्। त्यस्तै अर्को समाचार, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिज कोर्स जस्ता सम्बन्धमा गरिएको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेका छन्। राम्रोसँग अध्ययन नगरी हतार हतार सरकारले ल्याएका कार्यक्रमहरू लागू गर्न नहुने बताएका छन्। कुनै पनि निर्णय गर्नु अघि प्रतिपक्ष लगायत सबै पक्षको उचित सल्लाह लिएर सरकार अघि बढे, निर्णय गरी पछि हट्नु नपर्ने उनले बताएका छन्। उनले भने वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिज कोर्स जस्ता सम्बन्धमा गरिएको निर्णय पुनर्विचार गरियोस्। वृद्ध भत्ता समयको मापदण्ड फेरबदल गर्ने कुरा आएको छ। कार्यसूचीमा त्यस्ता कुरामा सरकारको ध्यान दिएर अगाडि बढे राम्रो हुने उनको भनाइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले जनताले दिएको 2/3 नजिकको जनमतलाई एआई र विदेशीको उपज भन्नु प्रतिपक्षी दलको हारपछिको आवेग मात्रै भएको बताएका छन्। संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रासोपा नेतृत्वको सरकारलाई विदेशी र गैर सरकारी संस्थाले बनाइदिएको तथा चुनावको नतिजा एआईको जादु भएको आरोप लगाएपछि सुनारले त्यसको जवाब फर्काएका हुन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने यत्रो 2/3 जनमतलाई यत्तिका धेरै जनताले दिएको मतलाई विदेशी भन्नु वा एआई भन्नु उहाँहरूको हारको आवेग र आवेश मात्रै हो, उनले थपे। त्यस्तै अर्को महत्त्वपूर्ण समाचार रहेको छ। कडा कानुन भएको हाम्रो नेपाल देशमा समाज भने दिन प्रतिदिन एकदमै क्रूर बन्दै गइरहेको छ। यही समाजमा नेपाली चेली अझै पनि सुरक्षित छैनन्। अन्यायमा परेकाले लामो समय न्याय पाइरहेका छैनन्। अत्यासपूर्ण जीवनको अन्त्य भएका ती निमुखा बालबालिकाको परिवारमा सुख सयल हराएको वर्षौं बितिसक्यो। न्याय माग्दै सरकार र न्यायालयको ढोका चहारेको धेरै भयो। सम्झदा नै आङ श्रिङ्ग हुने घटनाहरू निर्मलादेखि इनिसासम्म आउँदा घट्नुको साटो अझै बढ्ने क्रम छ। अवस्था उही र उस्तै बन्दै गइरहेको छ। न्याय पाउने आशा हराएको छ। पीडितले भन्ने गर्छन् नयाँ सरकारसँग आशा त छ, तर न्याय माग्दा माग्दै शरीर नै गलिसक्यो। अब झिनो आशा चाहिँ बाँकी छ। इनिसा बिक बलात्कारपछि हत्या प्रकरणमा जिल्ला अदालत सुर्खेतले पक्राउ गरेका 4 नाबालकलाई पूर्वपक्षको लागि मंगलबार चैतको 16मा थुनामा पठाउने आदेश दिएसँगै चैतको 18 गते 17 दिनपछि उनको परिवारले सब बुझेको छ। अनुसन्धानमा प्रारम्भदेखि नै कमजोरी, प्रमाण सङ्कलनमा त्रुटि र अनुसन्धान प्रभावकारी नभएको टिप्पणी हुँदै आइरहेको छ। निर्मला पन्तदेखि इनिसा बिकसम्म आउँदा अर्थात् विगत 8 वर्षको आर्थिक वर्षमा 45 जना बालबालिकाको बलात्कारपछि हत्या भएको छ। नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले भदौको 23 र 24 गते भएको जेनजी आन्दोलन स्वदेशी कारणले मात्रै नभएको दावी गरेका छन्। बिहीबार कमल कोइरालाको स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता कोइरालाले त्यो आन्दोलन अर्गानिक नभएको कारण रहेको बताएका छन्। अहिलेको राजनीतिमा रासोपाको जुन उदय भएको छ यो केही कारणवश छ। हामीहरूको कमी कमजोरीले पनि होला, होइन भन्दिन। हाम्रा कमी कमजोरी पनि थिए, नेता कोइरालाले भने, तर विश्वको राजनीतिक परिस्थितिलाई पनि केलाउनु पर्ने आवश्यकता छ। शेखर कोइरालालाई तपाईहरूको के सुझाव छ तलको कमेन्ट बक्समा लेख्न नछुटाउनुहोला। त्यस्तै अर्को समाचार, सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रूपमा सञ्चालन गर्ने भएको छ। बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नको लागि अभियानको रूपमा सञ्चालन गर्ने निर्णय भएको छ। बैठकमा राजस्व चुहावटका कुराहरू रोक्न विभिन्न विभागहरूले गरिरहेको कामको बारेमा सम्बन्धित निकायका प्रमुखहरूले जानकारी गराएका थिए। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र गृहमन्त्री सुदन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन्। त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनमा केन्द्रित हुन समेत निर्देशन दिनुभएको छ। त्यस्तै आजको अन्तिम समाचार, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले वारेस मार्फत मुद्दा लड्न पाउने अनुमति दिएको छ। सानो पाइला बचत तथा ऋण सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतका न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले रविको माग बमोजिम वारेस राख्ने अनुमति दिएको हो। यो सँगै अब रवि लामिछाने तारिकको लागि पर्सा अदालत पुग्न नपर्ने भएको छ। पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्ध मुद्दाहरू छन्। रवि लामिछाने फागुन 21 को निर्वाचनमा चितवन 2बाट निर्वाचित भएका
सांसद हुन्।